नमस्ते अनि स्वागत छ फेरि पनि तपाईलाई मेरो फेसबुक च्यानलमा युट्युब च्यानल फेसबुक च्यानल मेरो दुईटै छ दार्जिलिङमा को अझको अपडेट है यस्तो खालको यस्तो पानी परिरहेको छ अब हेर्नु न ब्रेक टाइममा निस्केको हो बाहिर गाडाङ गुडुङ गरेर पानी पसेर हो हेर्नुहोस् त बाहिरको मौसम सिक्नै मौसम चेन्ज जो छ नि ए हेर्नु न पानी हेर्नु आएको हो सरङ रङ पानी आउँदैछ अब रुम जानुपर्ने कसरी जानुपर्ने हो अघिसम्म मस्तै घाम लागिरहेको थियो गरम भइरहेको थियो अचानक मौसम चेन्ज भएर गाडा गुडुङ जो ओ जो सर्टकट जो अचानक मौसम चेन्ज हो यो चाहिँ हाम्रो मैत्री होटेलको चाहिँ लोभो है यो चाहिँ उडान मैत्री होटेलको चाहिँ लोभो हो यो ल हामी चाहिँ एउटा सर्टकट झर्नु पर्यो अब पानी बेसी आएको कारणले गर्दा इन्ट्री गेट चाहिँ यहाँ छ हेर्नुहोस् न त्यो सर्टकट ओह्रालो झरेको बाप्रे बाटो त यस्तो ओह्रालो छ यो एक त पानी परिरहेको छ आम्मा ऊ तल साथी तल पुग्यो पानी हेर्नु त्यो कस्तो आउँदैछ आहा होला के त यो हो नि त पानी त साथी त छिर्यो अम्मो हेर्नु त गाइस पानी अम्मा 4-5 छिकाले भिजाउँछ नि यो पानी ओ ल के हो नि त गाडाङ गुडुङ त साथी गायब साथी गायब साथी अब बर्खा सक्यो होला भनेको त बर्खा त मेन अहिले पो लाग्यो जस्तो छ मेन बर्खा चाहिँ मेन बर्खा चाहिँ अहिले लाग्यो जस्तो त्यो आकाशको गर्जनको आवाज सुनिहाल्नु भयो खतरनाक गाडाङ गुडुङ गर्दैछ रुमको को छाता पनि ल्याइ भएन आज छाता नलिएको अन्त हेर्नु नि साथीले त छोटछट पारेर कुदेछ त मलाई त यस्तो छ यसो त्यो बाटो खोइ साथी हरायो त बाटोमै हेर नाला पानी भएको कस्तो चाहिँ पानी आयो होला यत्रो ठुलो पानी पुग्दैछ फेरि सिडी ओह्रालो हिँड्नु पचाएर पर्छ त्यो चिप्लो हुन्छ पुरा हो चिप्लो बाटो चिरिगा भिजायो नि हौ रुमको छेउ आइपुग्यो तल कि यहाँतिर पानी झन् बेसी त रुमको छेउमा आइपुग्यो झन् पानी त झन् बेसी भयो नि बर्खा चुरेको भनेको होइन रहेछ नि धेरै पानी पुग्यो यस्तो त्यो यस्तो चाहिँ दार्जिलिङमा चाहिँ झुकाउँछ एकछिनमा लगाइ म चाहिँ अब रुम पुग्नु आँट्यो अलिकति छ मेरो साथीको रुम चाहिँ यही हो ऊ त झऱ्यो ओह्रालो यहाँबाट ओह्रालो झर्छ त्यो साथीको रुम त्यो हो मेरो चाहिँ अलिक अगाडि जानुपर्छ त्यतिको एकैछिन यत्रो भल बग्ने पानी आयो भल बग्ने पानी आयो त्यतिका ल फाइनली गाइस म चाहिँ रुम आइपुगेको छु हो आछु भिजै त हाल्यो के गर्नु सक्छ क्यामेरा पुरा मधुरो भएछ आछु आइपुगेँ रुम साथी ए त्यो तल चाहिँ हाम्रो सेफहरूले चाहिँ रुम हेर्दैछ त्यो तल हो ए बरसातको मौसममा हिँड्नु साह्रो छ यताउति अन्ना साहब के हालचाल चाहिँ अन्ना साहब हो देखो हम लोग का शेफ
और के हालचाल सब बढिया ए हो केटाहरू फेरि हो रहेछ रुम ल ल ल ल ल ल हेर्नु चाहिँ यस्तो पानी पर्दैछ कि अब रुम त आइपुग्यो नि अब के गर्नु भिज्छ लुत्रुकै भिजेर आइपुग्यो यो महिना त पानी पर्ने महिना त होइन यस्तो छ तर पानी चाहिँ जोड पऱ्यो र गाइस चाहिँ मेरो रुम हो ताला लगाइरहेको छु मेरो रुमको हालत हेर्नु ल कस्तो छ अब गाइस ताला खोल्यो हो यो मेरो रुमको हालत हेर्नु चाहिँ गाइस ए लाइट छैन रहेछ यो चाहिँ भाइको बेड हो यो मेरो बेड हो यस्तो चाहिँ साथी सेफ कोटहरू यतै झुटिरहेको छ बेड यही हो मेरो म सुत्ने बेड हो लुगा हेर्नुहोस् यस्तो चाहिँ चिया पानी गरम गरेर खानु पर्ने यसमा हामी कोलकाता बसेर यस्तो चाहिँ साथी हो गाइस म चाहिँ अहिले रुम आइसकेको छु भर्खर फिलहाल पानीमा भिज्दै आइभयो हेर न अहिले बर्खा त होइन तर पनि अब बर्खामा जस्तो पानी परिरहेछ रुम यही हो ब्रेकमा कहीँ जाने टाइम छैन सिधै सुताइ हुन्छ केटाहरू सबै बाहिर बसेर मस्ती गरिरहेको छ मस्ती त नै बिचरा बिमार छ हो बिमार भएको कारणले गर्दा उहाँ सेफ चाहिँ कलकत्ताबाट आउनुभएको अन्त अलिक बिमार छ र चाहिँ बिचरा अहिले रेस्ट गरिरहेको छ बाहिरको मौसम चाहिँ साथी हो नभन्नुहोस् अझ पानीको चाहिँ अचम्मै खालको पानी पर्यो एकदमै मौसम शीतल भयो बिहान त पुरा घाम लागिरहेको थियो अहिले चाहिँ शीतल भइरहेको छ मौसम यता पनि छ हाम्रो केटाको रुम हो यो पनि केटाको रुम हो यसमा सिँढीबाट यस्तोमा त सिँढी चढ्नुपर्छ यस्तो बेडमा चाहिँ एकजना माथिल्लोपट्टि सुत्छ एकजना तल्लोपट्टि सुत्छ हो यो खालको सिँढी चढ्नुपर्छ साथी हामी राति आएर सुत्दाखेरि चाहिँ यो खालको सिँढी चढेर चाहिँ माथि चढेर यो माथि सुत्नुपर्ने हुन्छ हो एउटा माथि एउटा तल एकमा तल सुत्छ एकमा माथि सुत्छ यस्तै छ परदेशको जिन्दगी मस्त पानी आइरहेको छ शीतल मौसम भइरहेको छ ल हुन्छ त थ्याङ्क यू सो मच गाइस तपाईँहरूको लागि मेरो भिडियो हेरिदिनु भएकोमा र तपाईँहरूको सपोर्टको लागि धन्यवाद दिन्छु अनि विशेष गरी मलाई तपाईँको जरुरत छ तपाईँको हेल्पको जरुरत छ र म यसरी तपाईँको लागि है सानो भ्लगहरू बनाइबस्छु मेरो युट्युब च्यानलमा छ भने सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् अझ पनि नयाँ हुनुहुन्छ है मसँग जोडेर बस्नुहोस् सब्सक्राइब गर्नुहोस् हुन्छ थ्याङ्क यू र त्यसो भन्दै आजको सायद मिल्ने भ्लगलाई चाहिँ यही बन्द गर्दै नेक्स्ट भ्लगको लागि फेरि पनि तपाईँसँग है जोड्नेछु म हुन्छ तपाईँसँगको लागि हुन्छ थ्याङ्क यू टेक केयर बाई बाई